हेलो फ्रेन्ड, जुन यो देख्न सक्नुहुन्छ यसलाई स्काभेटर भन्छ। स्काभेटर मेसिन भन्छ, यसलाई स्काभेटर भन्छ। नेपालतिर दोजर भ्याकु भनेर पनि चिनिन्छ। यो मेसिन जुन यो देखिरहनु भएको छ, यो मेसिन चलाउने मैले चलाइरहेको छु यो मेसिन। र अर्को मेन कुरो, यो मेसिन चलाउने लायक बनाइदियो कसले? मेरो गुरुले। यो मेसिन चलाउने लायक मेरो गुरुले बनाइदिनु भयो। यदि जुन यो मेसिन छ, यो मेसिन चलाउने नभएको भए म अहिले कहाँ हुन्थेँ है? कहाँ लेबर काम गरिरहेको हुन्थेँ, कहाँ कसैको भाँडै माझिरहेको हुन्थेँ है, होटलमा, चाहे कसैको गाडीगुडी धोइरहेको हुन्थेँ। यो मेसिन नसिकाइदिएको भए मेरो गुरुले है, जुन मैले यो मेसिन चलाएर मैले जति इज्जत पाएको छु, जति सम्मान, इज्जत र सम्मान पाएको छु, जति आराम पाएको छु, त्यति आराम मैले यदि मेरो गुरुले नसिकाएको भए त्यति आराम मैले पाउने थिएन। किनकि मेरो गुरुले सिकाइदिनु भयो मलाई। जस्तो जन्म दिने आमा बाबाले सानो हुनु बेला हात समातेर हिँड्न सिकाउँछन्, त्यस्तै तरिकाले मलाई पहिलेदेखि, म पहिला नलेज पनि थिएन, केही पनि थिएन, त्यति बेलादेखि नै जिरो लेभलदेखि यस्तो तरिकाले गर्नुपर्छ, यस्तो गर्नुपर्छ भनेर मेरो गुरुले सिकाउँदा बिस्तारै धैर्य गर्दै, मैले पनि धैर्य गर्दै 1.5 वर्षसम्म धैर्य गरेर 1.5 वर्ष लाएर मैले यो मेसिन सिकेँ र मेरो गुरुले सक्सेस बनाइदिनु भयो। र गुरुले भन्नुभयो कि चलाउन सक्छस्, अब तैँले मेसिन चलाउन सक्छस्, चलाउन जा भनेर मलाई गुरुले पनि कन्ट्याक्ट गरेर पनि मेसिन चलाउन पठाइदिनु भयो र मैले त्यति बेलदेखि मेसिन चलाइरहेको छु। र अहिले मलाई राम्रो तनखा मिलिरहेछ, राम्रो सेलेरी मिलिरहेछ, राम्रो इज्जत मिलिरहेछ, राम्रो सम्मान मिलिरहेछ। किसको कारणले? गुरुको कारणले गर्दा है। सबैभन्दा माथिल्लो दर्जामा भनेको एउटा आमा हुन्छ, एउटा बाबा, 2 जना हुन्छ माथिल्लो दर्जामा, र मेरो दर्जामा 3 जना छ। मेरो आमा, बाबा, गुरु 3 जना छ। सबभन्दा मेरो टपमा भनेको दर्जामा मेरो आमा, बाबा, गुरु। र यो मेसिन चलाउन सिकाइदिएर अहिले एउटा हजुरलाई एउटा कुरा भन्छु। हिजो अस्ति तल गएको थिएँ, मेसिन लगाएर तल गएको थिएँ। लेबरहरू त्यहाँ धेरै थिए। गाउँको प्रधान आइसकेपछि, अरे यहाँ त अब म त अहिले इन्डियातिर छु होइन, आएर भन्यो कि अब इन्डियातिर उस्ताद गुरुजीलाई उस्ताद भन्छ। अरे उस्तादजी क्या हाले भनेर हात मिलायो मसँग है। लेबरहरूलाई कसैलाई